हेलो गुड मर्निङ गाइज। आज चाहिँ हिउँ परेछ। के गर्ने, हिउँ परे काम बढिहाल्यो है। सो जान लागेको आफ्नो हालत त्यस्तो छ, चिप्लो न चिप्लो भइरहेछ। सो अब चाहिँ यो अलिकति सफा गर्दैछु। सफा गरिसके पछाडि चाहिँ अब काममा जानुपर्ने हुन्छ। यो हिउँ त नपर्दै हुन्छ कि यो साह्रै दिमाग खराब हुने काम हो। बाटो उस्तै चिप्लो हुन्छ। यो चाहिँ 2025 सालको फर्स्ट यस्तै छ गाइड। कोरियामा हिउँ परेपछि दुःख चाहिँ हुन्छ है गाइड। अब के गर्ने, काममा जानु एकदम हतार भइरहेको। अब यो हिउँ त छोड्नु पऱ्यो, किनभने यो हतारे गाडी साह्रो हुन्छ। यो गाडी फेरि लास्टै चिप्लो हुन्छ नि गाइस। यता चाहिँ यस्तो छ।